आँखा बन्द गर क्लोज युवर आइज सोनु मेला हाँसिदेऊ 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 त हाँसिदेऊ चाहिँ होइन तलतिरबाट पचा बाबु डाइलग मैले तिमीलाई बिहान मारेको थिएँ नि म माथि हाँसेको थिएँ हाँसेको थिइस् नि मैले थप्पड लगाउँछु भनेको थिएँ नि म चुटाङ गालामा हान्छु भनेको थिएँ नि असर त कुनै अरूलाई पऱ्यो त असर त तेरो हजुरबाउलाई पऱ्यो त यहाँबाट सिधै घन्टाघर पुगे जस्तो थियो घन्टाघर पुगेर आए जस्तो छ नि त होइन होइन तिमीलाई पर्दैन असर तिमीलाई असर पर्दैन मेरो बातको कोही असर पर्दैन हाँसेर देखाइदिने राम 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 सिया राम जय जय राम हाँसिदेऊ बाबु हाँसिदेऊ त हाँसिदेऊ न हे हाँसिदेऊ न एकपल्ट हाँसिदेऊ न बाबु हाँस न अघि जस्तै पहिला जस्तो हाँस न नुनु गर ल ल नुनु गर है हाँस ओ नुनु है घरिघरि नुनु गर भन्छ सुताउँदैन हातैमा बोकिरहेछ भन्छ नुनु गर है अब तिमी नुनु गर हामी खाना खान्छौँ खालिस् कसरी खाँदो रहेछस् भन्छ हामी खाना खान्छौँ ल हो देखिस् सब थाहा छ यसलाई बहुत चाँडो छ यो तिमी नुनु गर हामी खाना खान्छौँ है हस् हामी खाना खान्छौँ ल तिमीले खायौ अब हामी खान्छौँ हस् हुन्छ हुन्छ भन न हुन्छ भन न लट्ठै परेको हँसाउनु न नानु राम बात सुन न अब के गर्ने हगो गर्ने हो विचार के छ विचार चाहिँ के छ भन त तिम्रो एकदम यो खामोसी नयन मटक यसले त कुछ अरे बताउँदैछ नि कुछ अरे बताउँदैछ नि तिम्रो इसारा त बहुत खतरा लाग्दैछ मलाई इसारा त खतरनाक लाग्दैछ मलाई साँच्चीकै निन्द्रा आएको हो कि हामीलाई पोपटलाल बनाएको हामीलाई पोपटलाल त बनाएको होइन यसको कान हेर्नु न यसको हामीलाई पोपटलाल त बनाएको होइन भने त पोपटलाल त बनाएको होइन अब नुनु गर ल नुनु गर है हामी खाना खान्छौँ एकदम साइलेन्स भएर एकदम भेटिदिनु ल 1 घन्टासम्म चाहिँ चुकचाँ पनि नगर्नु नि फेरि भयो यति भए हुन्छ है भिडियो